हेलो वेलकम टु आवर माई च्यानल। म यो लाङटाङ गएको सम्पूर्ण भिडियो अब सुरु गर्न चाहन्छु। ल अब सुरु गरौँ है त। हाम्रो यात्रा काठमाडौँदेखि लाङटाङसम्मको रहेको छ। काठमाडौँबाट स्कर्पियो चढेर हामी 4-5 घन्टामा स्याप्रोबेसी पुग्छौँ। स्याप्रोबेसी भन्दा अगाडिको बाटोहरू पनि र उताको दृश्य पनि एकदमै मनमोहक लागिरहेको थियो। ठुला ठुला पहाड, भिरालोमा गाउँ बस्ती सबै निहाल्दै हेरिरहेका थिए। एकदमै लोभ लाग्ने दृश्यहरू त्यहाँ अवलोकन गर्न पाइन्थ्यो। एकदमै मलाई खुसी लागेको थियो। दिनभरिको हिँडाइमा पनि त्यो हिँडेको महसुस हुन्थेन वरपरको दृश्यहरू हेर्दाखेरि। हामी त्यहाँबाट स्याप्रोबेसीबाट उकालो लाग्दै हामी शेर्पा होटलमा पुग्यौँ, जहाँ शेर्पाहरूको मात्रै होटल रहेको थियो। सोही होटलमा बसोबास गरी हामी पुनः अर्को दिन हिँड्नलाई तयारी गर्न थाल्यौँ। पहिलो दिनको हिँडाइले खुब थाकिसकेका थियौँ हामी, र दोस्रो दिनको हिँड्नको लागि हामी बिस्तारै फेरि उकालो चढ्नुपर्ने थियो। हामी उकालोतर्फ लागिरह्यौँ। अर्को दिन पुनः फेरि सोही काम दोहोऱ्याउँदै अगाडि बढिन्छ। हामीसँग साना नानी बाबुहरू पनि भएकाले हामी बिस्तारै अगाडि आफ्नो गन्तव्यतर्फ लागिरह्यौँ, किनकि सानो बच्चाहरूलाई पनि अप्ठ्यारो नहोस् भनेर। भोक मरिसकेपछि होइन कि हाम्रो टार्गेट यो हिमाल, मैले जुम गरेर देखाइरहेको छु तपाईँहरूलाई, यो हिमालमा पुग्ने टार्गेट थियो। हामी 3 दिनको हिँडाइपछि 3 रात बसेर 3 दिन हिँडेर यो ठाउँमा पुगेका थियौँ। हाम्रो यात्रा फेरि अर्को दिनको लागि सुरु हुन्छ। विभिन्न बाटोहरूमा खोला नाला भिर पाखाहरू छिचोल्दै हामी अगाडि बढिरहेका थियौँ। पुनः हामी नजिक हिमालको नजिक आउँदै थियौँ। अब नजिकै छ भनेर हेर्दा हामी घुम्ने बाटो र त्यो बाटो धेरै फरक हुने रहेछ। अझ टाढा हामी हिँडिरह्यौँ गन्तव्यमा पुग्नलाई।
र हामी फाइनल्ली हिमालको नजिक पुग्यौँ। अझ योभन्दा पनि माथि अर्को डाँडा चढ्नुपर्ने थियो, तर म नसकेको कारणले म यही तलैबाट हेरिरहेँ र यो डाँडा भनेको नजिक नै थियो। यो हिमाल एकदम सुन्दर थियो, हेर्दा प्राकृतिक रूपमा सुन्दर। यहाँहरूलाई पनि म लाङटाङ पर्यटकीय क्षेत्र लाङटाङ हिमालमा घुम्नलाई अनुरोध गर्न चाहन्छु।